क्रेडिट ट्रेडिङ अथवा उधारो कारोबार। नेपालमा केही समय अगाडि नयाँ सरकार बने पछाडि XYZ व्यक्तिलाई पक्रेपछि यो कुरा बाहिर आएको थियो। उधारो कारोबार भनेको तपाईले ब्रोकरलाई पैसा नै नतिरी शेयर किनबेच गर्न पाउनुहुन्छ। हाम्रो नेपालको शेयर मार्केट नेप्सेमा केही सीमित व्यक्तिहरू जसको पहुँच माथिसम्म छ, ब्रोकरसम्म छ, नियामक निकायसम्म छ, उनीहरूले लाखौं किता शेयर पैसा नै नतिरी बाइ गर्छन् र पैसा नै नतिरिकन ब्रोकरले त्यो शेयर उनीहरूको डिम्याटमा पनि पठाइदिन्छ र उनीहरूले पैसै नतिरी त्यो शेयर सेल गर्छन् र यसरी उनीहरूले करोडौं पैसा कमाइरहेका छन्। केही दिन अगाडि हाम्रो नयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेज्यूले भन्नुभएको थियो बजारमा, नेपालको शेयर बजारमा 15-16 अर्बको स्क्याम भएको छ। हो, यो यसैसँग रिलेटेड हो। र यो उधारो कारोबार क्रेडिट ट्रेडिङमा एउटा व्यक्तिले चाहेर मात्रै हुँदैन। एउटा व्यक्ति जसले उधारो कारोबार गरिरहेछ, व्यक्ति, ब्रोकर र नियामक निकाय यी सबैको मिलेमतोमा उधारो कारोबार हुन्छ र तपाईँ हामीलाई बुङ्गा बनाएर उनीहरूले भने करोडौं पैसा बजारबाट छापिरहेका हुन्छन्।